एम्बुलेन्सहरू छ नि पुरै घमण्डका साथ भारत सरकारले अनुदान प्राप्त के अरे भारत सरकारद्वारा अनुदान प्राप्त एम्बुलेन्स भन्छ। जब एउटा एम्बुलेन्स पनि एउटा पुरै देशले दिनुपर्छ, जापान सरकारद्वारा, चीन सरकारद्वारा प्राप्त। यहाँनिर यत्रो टोयोटा, हुन्डाई, टाटा, दुनियाँ कम्पनी, सुजुकी गाडी छन्, तिनीहरूले वर्षको एकचोटि आफ्नो CSR अन्तर्गत एम्बुलेन्स गिफ्ट गर्न सक्दैन? उनीहरूको CSR भनेको चाहिँ के हो त? त्यो त उनीहरूले गर्ने हो नि त। हामीले जापान सरकारसँग माग्नुपर्छ जब एउटा एम्बुलेन्स होइन। एम्बुलेन्स तपाईँको सुविधै छैन। एम्बुलेन्सको कुराहरूमा तपाईँ हेर्नु होइन, तपाईँ फोन गर्नु एम्बुलेन्स आउँदैन, फोन उठ्दैन, केही हुँदैन होइन। एम्बुलेन्स ड्राइभरलाई जहाँ उसलाई कमिसन आउँछ उसले त्यही हस्पिटल लैदिन्छ। सिभिल हस्पिटल नजिक छ तर उसले ओम हस्पिटल लैदिन्छ भनेपछि त्यो त गलत चिज हो नि, भ्रष्टाचार हो नि त त्यो। यसको लागि चाहिँ तपाईँको एउटा कल सेन्टर भयो। कल सेन्टरमा चाहिँ तपाईँले फोन गर्नुभयो मलाई यहाँ हो, अनि त्यो कल सेन्टरले नै GPS सिस्टम सबै एम्बुलेन्समा राखेर नजिकको एम्बुलेन्सलाई फोन गरेर ल यहाँको बिरामी यो हस्पिटलमा लैदिनु भनेपछि त त्यो एम्बुलेन्स चलाउने ड्राइभरले चाहिँ आफ्नो दिमाग चलाउनु परेन नि त। जहाँनिर कमिसन आउँछ त्यहीँ हाल्छु भन्न परेन। भ्रष्टाचार रोकियो नि त यहाँ यो मान्छेले गर्दा। त्यो यसलाई चाहिँ कुन हस्पिटल भने उसैले रिफर गर्ने भयो। उसले त आफ्नो मन परेको कुनै पनि हस्पिटलमा त लैदिन पाएन नि त।